नमस्ते साथीहरु, मेरो युट्युब च्यानलमा हजुरहरुलाई नमस्कार छ, स्वागत छ। र म फेरि पनि अब एउटा भिडियो लगाउन गइरहेको छु। र यो भिडियोको बारेमा चाहिँ मेरो कछुवा छ। मैले एउटा घरमा कछुवा पालेको छु र त्यो कछुवाको भिडियो देखाउने कोसिस गर्दैछु। ल साथीहरु, कछुवा यही हो। यो मैले ल्याएको सानैमा ल्याएको, यो कम्तीमा पनि यो 2 वर्षको भयो। 2 वर्ष भयो ल्याएको। मैले ल्याउँदाखेरि सानो थियो। र यो कछुवाले खानेकुरा चाहिँ जे पनि खाँदो रहेछ। भात खान्छ, मासु खान्छ। त्यस पछाडि यसले अझै मन पराउने भनेको चाहिँ गडेउला रहेछ। र यो जाडो महिनामा चाहिँ अलिक पानीमा नबस्ने, अलिक बाहिरै बस्न रुचाउने, र गर्मीको टाइममा चाहिँ पानीमा अब यस्तो पोखरीमुदी बस्न मन पराउँदो रहेछ। र अब यसले खानेकुराहरू सागहरू पनि खान्छ। अनि यसले मासु पनि खायो, सबै चिज खाँदो रहेछ। किराकिरीहरू पनि खान्छ। यो प्रजाति भनेको अब त्यही समुद्रमुदी, पोखरीमुदी बस्ने प्रजाति हो। र यो कछुवा पनि धेरै प्रकारको हुन्छन्। अब यो मैले ल्याएको चाहिँ यही खालको भेटेर ल्याएको। तर अब यसलाई बेस्ट भनेको यसलाई रमाउने ठाउँ, बस्ने ठाउँ र हिँड्ने ठाउँ चाहिँ त्यही तरिकाको हुनुपर्छ। घरमा पाल्दा पनि अब यसलाई व्यवस्थित तरिकाले उसलाई पानीमा मन परेको बेला पानीमा जाने, मन नपरेको बेला जमिनमा आएर माटोभित्र पस्ने, अनि त्यही किराकिरी खोजेर खाने, अलिकति सफा पानी, बग्ने पानी, ठुलो समुद्र, पोखरीमुदी मन पराउँदो रहेछ। र अब यसलाई मैले चाहिँ अब यो 2 वर्ष समथिङ 3 वर्ष भयो यो मैले यहाँ घरमा पालेको। यसलाई मैले विचार गर्दैछु, अब यो एकदम आफ्नो मन खुसीले, आफ्नो इच्छाले, आफ्नो तरिकाले हिँडडुल गर्न, घुम्न, आफ्नो स्वेच्छाले बन्धनमा नपरिकन बाँच्न दिनुपर्छ भन्ने विचार लागेको छ। र यसलाई मैले अब घरमा पाल्दै चाहिँ बेस्ट होला कि, अथवा यसलाई मैले लगेर कुनै व्यवस्थित ठाउँमा लगेर छोडिदिँदा राम्रो होला कि, यो भन्ने कुरो चाहिँ अब म हजुरहरूले कमेन्ट गरिदिनु होला। यसलाई के गर्दा चाहिँ बेस्ट हुन्छ, लगेर यसलाई अब अन्य कुनै सिमसार हुँदी लगेर छोडिदिँदा ठिक होला कि, यसलाई अब जमिनमै भुइँमै लगेर छोडिदिँदा त अब यो अरूले कसैले भेट्यो भने लान्छन् पनि। यसलाई प्राय मान्छेले खाँदा पनि रहेछन्। तर अब हामी एउटा कछुवालाई एउटा विष्णुको, भगवानको एउटा अवतार हो, एउटा भगवानको प्रतीक हो भनेर हामी पूजा पनि गर्छौँ। र अब यसलाई अलिक जताततै छोड्नुभन्दा लगेर ठुलो पोखरी, सिमसार हुँदी लगेर छोडिदिनु नै मैले उचित ठानेको छु। र पहिलो कुरो त मैले यसलाई घरमा नै पाल्दा बेस्ट होला कि, अथवा यसलाई मैले लगेर व्यवस्थित ठाउँमा लगेर छोड्दा राम्रो होला, यो कमेन्ट आओस्। म कमेन्टको प्रतीक्षा गर्छु। र यदि कमेन्टमा घरमै पाल्नुहोस् राम्रो हुन्छ भन्नुहुन्छ भने म त्यही तरिकाले घरमै पाल्छु। तर यसलाई मैले यो अहिले अलिक गर्मी भएको कारणले गर्दाखेरि आरीमा राखेको छु, नभए यसलाई मैले म ठाउँ पनि देखाउँछु। मैले यसलाई यहाँ पानी जम्मा गरेर यहाँ पनि राख्ने गर्छु। अलिक गर्मी भएको मौसममा अलिक ठुलो ठाउँ छ। र अझ योभन्दा पनि माथि छतमा छ, अझ जस्तै खालको तर अलिक ठुलो छ, त्यहाँ पनि लगेर म राखिदिन्छु। तर उसले अब अलिकति माटो र घाँसपात, झारपात अलिकति मन पराउँछ जस्तो लाग्छ मलाई। किनभने
यो भनेको जमिनमा पनि बस्ने र जमिनको हिलो हुँदी मुनि माटो हुँदी खोतलेर गएर बस्ने, त्यहाँ गएर बस्ने, त्यस्तो ठाउँमा बस्न मन पराउँछ। र त्यसैले अब त्यतिको व्यवस्थित गर्न त अब यो हाम्रो छतमाथि अब पानी परिबस्छ, माटोको व्यवस्थापन गर्दा पनि अब माटो बगाउने, गिलो हुने, हिलो हुने, अब छतहरू बिग्रिने हुने कारणले गर्दाखेरि त्यो अलिक असम्भव लाग्यो मलाई। अब पानी त जम्मा गरेर पानीमा राख्न त सकिन्छ। अब यसलाई टाइममा यसले खाने भनेको यो गर्मी महिनामा मात्रै हो। जाडो महिनामा यसले केही खाँदैन र यो अलिकति न्यानो ठाउँमा बस्न मन पराउँछ। मैले महसुस गरेको यो 2-3 वर्ष भयो। यो 2-3 वर्षमा यसले 2-3 वर्षको अन्तरालमा यसलाई जाडो महिनामा मैले कति खानेकुरा दिँदा पनि खाएन। यो गर्मीमा चाहिँ यो अत्यन्तै खाने र अलिकति रमाउन खोज्ने, अलिकति ठुलो ठाउँमा रमाउन खोज्दो रहेछ। त्यसैले मैले अब यो अर्को भिडियोमा हजुरको कमेन्ट अनुसार मैले यसलाई लगेर छोड्नु पर्यो भने म व्यवस्थित रूपमा झिलमा अथवा यो सिमसारुदी ठुल्ठुलो पोखरी अथवा खोलामा त कहाँ पुग्छ, पोखरीमा चाहिँ अब यो अलिकति बस्यो भने बढ्न अलिक छिटो पर्छ। यो अलिक सानै छ। यो अब ठुलो ठाउँमा बस्न पायो भने यसको कम्तीमा पनि यो मैले यहाँ देखेको चाहिँ 4 किलो 5 किलोसम्मको पनि देखिरहेछु। तर यो त यति नै सानो थियो मैले ल्याउँदाखेरि, अहिले निकै ठुलो भएको छ। सानोमा त निकै सानो थियो, अलि ठुलो भएको छ। अब यसलाई म हुन त यहाँ पनि अब केही भएको छैन, र पनि उनीहरू अलिकति आफ्नो इच्छाले स्वेच्छाले हिँड्नु घुम्न अलिकति बन्धनमा बसे जस्तो लाग्यो र यसलाई व्यवस्थित ठाउँमा लगेर छोड्ने मैले विचार गरेको छु। हजुरहरूको कमेन्टमा कस्तो सुझाव सल्लाह आउँछ त्यही अनुसारले म यसलाई व्यवस्थित गर्छु। यसलाई यहाँ घरमा पाल्दा पनि अब यो न यो एउटा मेल न फिमेल हो, यो छुट्याउन अलिकति गाह्रै पर्यो, समस्या पर्यो। अब यिनीहरूको यो अध्ययन पनि मैले त्यति गरेको छैन यो कच्छाको बारेमा। अब यिनीहरूले कति वर्षको उमेरमा यिनीहरूले प्रजनन गर्छ, भाले कस्तो हुन्छ, पोथी कस्तो हुन्छ, र यिनीहरूले अब यिनीहरूले प्रजनन गर्ने बेलामा चाहिँ अब यिनीहरूले कस्तो प्लेस सुइटेबल हुन्छ, कस्तो ठाउँमा चाहिँ यिनीहरूले मन पराउँछन् र कस्तो ठाउँमा चाहिँ यिनीहरूले अन्डा दिएर चाहिँ अब बच्चा निकाल्छन् भन्ने कुरो पनि अब मैले यसो युट्युब हुँदै हेर्दाखेरि चाहिँ अब अलिकति माटो भएको ठाउँ र अलिकति पानी भएको ठाउँ र अन्डा पार्दाखेरि चाहिँ यिनीहरूले माटोमा सानो खाल्टो खनेर माटोभित्र अन्डा पारेर यिनीहरूले बच्चा निकाल्दो रहेछन्। तर अब यसमा यो कुन मेल हो कुन फिमेल हो छुट्याउन गाह्रो पर्यो। अब यहाँ त पानीमा त यिनीहरूको प्रजनन हुँदैन बच्चा, यिनीहरूलाई त अब त्यही तरिकाको ठाउँ चाहिन्छ। त्यसैले अब यसलाई मैले चाहिँ विचार गरिरहेको छु। अब यिनीहरूको बेला त भएको छैन होला, अहिले सानसानै छ। अब कम्तीमा पनि अब 2-3 वर्ष त भयो। यो कछुवा भनेको यिनीहरूको आयु लामो हुन्छ, भइसकेपछि यिनीहरूको बेला भएको छैन होला। तर अब यो हामीले घरमा पाल्दाखेरि एउटा अब सोख, एउटा इच्छा, अब रमाइलोको मनोरञ्जन दिने हुन त हुन्छ। तर पनि अब उनीहरूको पनि एउटा बाँच्ने अधिकार छ। बन्धनमा नबाँधिकन एकदम फ्रिडम भएर हिँड्न डुल्न, उनीहरूले भनेको ठाउँमा जाने सक्ने, घुम्न सक्ने, आफ्नो इच्छाले आफ्नो मनले जहाँ घुम्न जहाँ बस्न मन पराउँछन् उनीहरूको त्यो अधिकार हो। त्यो हामीले उसको अधिकार हनन गर्न हुँदैन जस्तो लाग्छ। र म नेक्स्ट भिडियोमा अब यसलाई लगेर व्यवस्थित ठाउँमा राख्नु पर्दाखेरि म त्यसको भिडियो पनि कहाँ लगेर यसलाई व्यवस्थापन गरेँ अथवा कहाँ लगेर मैले राखेँ भन्ने कुरो भिडियो देखाउँछु भन्दै आजलाई म भिडियो बन्द गर्न चाहन्छु। ल हजुरहरूले हेरिदिनु भयो, लाइक गरिदिनु भयो, सब्सक्राइब गरिदिनु भयो, माया गरिदिनु भयो, त्यसमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र आगामी आउँदा दिनहरू पनि अन्य रमणीय यस्तोहरू भिडियो नहाले पनि यसो कहिलेकाहीँ भिडियो हाल्दाखेरि आइहाल्यो भने यसो हजुरहरूले लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई म यस भिडियोबाट बिदा हुन्छु। हस् त, नमस्ते, थ्याङ्क यू।